Hello everyone, welcome to my channel. So मेरो चाहिँ यो फर्स्ट भ्लग हुँदैछ अनि तपाईहरुले मेरो नाम पनि थाहा पाउनु भइसक्यो होला, त्यही लेखेकै छ हैन। अनि सो आज चाहिँ म बाहिर जान लागेको, मेरो चाहिँ खासमा आज म चाहिँ यता ककनी जान लागेको के अरे, त्यहाँ चाहिँ अलि फ्रेश स्ट्रबेरीहरु पाउँछ भनेको सुनेको थियो। अनि मेरो आन्टीहरु त पहिले जानु भएको थियो अनि मम्मीलाई भन्नु भएको रहेछ। अनि मम्मीले जाम न त छोरी भनेर भन्नुभयो। सो म पनि त्यतैतिर जान लागेको। अहिले चाहिँ म कपाल बनाउँदै छु। आइस कस्तो फोहोर देखे। नाच्न नहानी पो रमाइलो हुन्छ। नाचेर बस्ने हो। चराको आवाज नाइ अहिले एकछिनमा म एउटा टिपेर खाने। अहिले मेरो भिडियो गर्छु ल, खानु ल दिदी बहिनी एकैचोटि खानु न। अन्जलीले स्ट्रबेरी खाएको कति मिठो छ हो। बेस्ट कति मिठो छ है अन्जली, यत्रो स्ट्रबेरी बारी स्ट्रबेरी फलेको। हामी चाहिँ अहिले यता झुप्रोमा बसिरहेछौँ। हामीसँग उमाको आन्टी चाहिँ खेतालो गर्न जानुभयो, यतातिर काम परेर आउनु भएको थियो। अनि त्यही भएर अनि मम्मी चाहिँ त्यहाँ हुनुहुन्छ, मम्मी काम गर्न सक्नुहुन्न अरे। अनि त्यही भएर यहाँ हामी आमा छोरी चाहिँ यत्तिकै बसिरहेछ। अब उता डाँडातिर घुम्नको जान्छु अनि त्यसपछि घर फर्किन्छौँ। त्यही नै हो। हेर्नुहोस् न यहाँ स्ट्रबेरी मैले चाहिँ, हामीले चाहिँ 3 केजी अनि आन्टीले चाहिँ 3 केजी किनेको थियो। अनि त्यसपछि हामीले चाहिँ धेरै किनेको भएको भएर होला उहाँ आन्टीले चाहिँ हामीलाई फेरि नै टिपेर खाऊ, तिमीलाई खाना मन लाग्छ भन्यो। तर म चाहिँ टिप्दै खल्तीमा हाल्दै अनि ट्याक्कै अनि यो भेटेँ मैले। हेर्नु न कस्तो राम्रो के, यस्तो कुनामा लुकिरहेको थियो अनि ट्याप्प टिपेँ अनि खल्तीमा हालेँ। अनि पछि मैले अनि मम्मीहरूलाई देखाएँ मैले यस्तो टिपेँ भनेर मैले चाहिँ त्यतिखेर फेरि दिँदाखेरि चाहिँ मलाई फेरि टिपेर खाऊ भन्दाखेरि चाहिँ मैले ठुल्ठुलो मात्रै छाने के, त्यही नै हो। अनि पछि हामीले चाहिँ त्यो पेमेन्ट गर्ने बेलामा चाहिँ मलाई कस्तो लाग्यो कि त्यस्तो चाहिँ गर्नु हुँदैन, बिचारा उनीहरूले उ गरे भनेर। अनि फेरि पछि पैसा थपेर दियो। किन्न त हामीले धेरै किन्यो भने नि उहाँले फ्रीमै खाऊ भन्नुभएको थियो। तर अब कस्तो लाग्दो रहेछ कि त्यो अरूको त्यत्तिकै मेहनतको खानालाई कि। अनि त्यही नै हो। अहिले चाहिँ म भर्खरै स्किन केयर गरेर बसेको, धुलो भएर मैले ज्यान चाहिँ नुहाएँ। तर टाउको चाहिँ मैले नुहाइनँ किनभने बिहान 4 बजे उठेर नुहाएको नि त मैले। फेरि अहिले राति नै नुहाएँ भने त टाउको दुख्छ कि। अनि त्यही भएर त्यति नै हो। मैले अलिअलि राम्रो मुभमेन्टहरू क्याप्चर गर्न पाइनँ किनभने मेरो फोन अफ भइदियो, भिडियो बनाउँदा अफ भइदियो कि। त्यही भएर अब त्यति नै। यो फर्स्ट भ्लग चाहिँ मेरो यस्तै नै हुन्छ होला। अब सकेसम्म अब म अर्को भिडियो चाहिँ राम्रो बनाउने कोसिस गर्छु। हुन त यो फर्स्ट भ्लग हो होइन, अब त्यस्तै हुन्छ कि जसको नि फर्स्ट भ्लग त। त्यही नै हो। बाई बाई। मेरो भ्लग इन्जोय गरिदिनु होला, त्यति नै भन्न चाहन्छु।